दक्षिण एसियाका युवाहरूका लागि स्वस्थ वातावरणको अधिकारको पैरवीमा योगदान पुर्याउने उद्देश्यका साथ फ्रम लोकल टु ग्लोबल स्ट्रेन्थनिङ नेटवर्किङ एन्ड क्यापेसिटी बिल्डिङ अफ युथ लेड एक्टिभिटिज फर द राइट टु अ क्लिन एन्ड हेल्दी इन्भाइरोमेन्ट नामक परियोजना भारत, नेपाल र पाकिस्तानका विभिन्न स्थानमा कार्यान्वयन भइरहेको छ। समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका सिविसले नेपालमा यो परियोजना 7वटा जिल्ला चितवन, धादिङ, मकवानपुर, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा र काठमाडौँमा कार्यान्वयन गर्दै आएको छ। वातावरणीय समाधानका विषयहरूमा केन्द्रित रहेर युवाहरूको नेतृत्वमा व्यवसाय र स्टार्टअप कार्यक्रम सञ्चालन गरी युवाहरूलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै स्थानीय सरकार र समुदायसँगको सहकार्यमा युवा लक्षित विभिन्न नीति निर्माणमा समन्वयकारी भूमिका खेलेको छ। परियोजनाको उद्देश्य प्राप्त गर्न 7 जिल्लाका युवा समूहहरूलाई सिविसले वातावरण र जलवायु परिवर्तन सम्बन्धी विषयहरूमा तालिम, कार्यशाला, गोष्ठी, अभिमुखीकरण, अन्तर्क्रिया र संवादहरू मार्फत सुदृढ गर्नुका साथै उनीहरूको व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धिमा विशेष जोड दिएर विश्व बजारमा आफूलाई प्रस्तुत र प्रतिस्पर्धा गर्न सक्षम बनाएको छ। सिविसको सहयोग र हामी बुढाङगण्ट युवाको जोसले हामीले एउटा बिजनेस रन गरिरहेको छौँ। त्यो बिजनेसको नाम चाहिँ बुढाङगण्ट राइट्स हो। न्युजपेपर वेस्ट गर्नुभन्दा त्यहाँबाट पेन्सिल उत्पादन गरौँ भनेर हामीले यो बिजनेस सुरु गरेको। सिविससँग आबद्ध भएर आफ्नो पनि फन्ड केही राखेर चाहिँ सुरुमा यो बिजनेस रन गरेको थियौँ। इन्भाइरोमेन्ट, सोसल र गभर्नेन्समा चाहिँ मेन प्रायोरिटी राखेको थियौँ हामीले। यस बिजनेसमा आबद्ध भएपछि चाहिँ नि कसरी प्र्याक्टिकल इम्प्लिमेन्टेसनहरू गर्ने, अब पढेका कुराहरू ठ्याक्कै कसरी लिङ्क हुन्छ भन्ने कुराहरू चाहिँ नि धेरै अब यसबाट जानकारी पाइयो। बुढाङगण्ट नगरपालिका वडासँग मिलेर चाहिँ विभिन्न कार्यक्रमहरूको पनि सञ्चालन गरिरहेका छौँ। जस्तै ह्यान्ड राइटिङ कम्पिटिसन हामीले रिसेन्टली अहिले वडा नम्बर 12मा गऱ्यौँ। हामी हरेक सामाजिक संस्थाको सामाजिक काममा चाहिँ हाम्रो बुढाङगण्ट राइट्सको कन्सेप्ट यो हो भनेर मान्छेहरूलाई बुझाउने, हाम्रो प्रोडक्टको विषयमा भन्ने खालका कामहरू हामीले निरन्तर गर्दै आइरहेको छौँ। हामीले चाहिँ युथ काउन्सिलमा हुँदै गर्दाखेरि चाहिँ ट्रेनिङहरू गर्थ्यौँ, तर हाम्रोमा चाहिँ बिजनेस मोडल चाहिँ आइसकेको थिएन र हामीले अप्नाइसकेका थिएनौँ। जुन चाहिँ हामीले युथ काउन्सिलमा बसेर ल्याग गरिरहेका थियौँ त्यो चाहिँ हाम्रो सिविस आइसकेपछि पुरा भएको मैले आफैले पनि फिल गरेको छु। हाम्रो चाहिँ अहिले बिजनेसमा चाहिँ धेरै थोरै आम्दानी भइरहेका छन्। कम्पनीलाई चाहिँ प्रोफिटेबल बिजनेसको रूपमा चाहिँ स्ट्यान्ड गराउने, ग्लोबल्ली यसलाई रिकगनाइज गराउने र युथहरूको बिचमा पनि हामी एउटा मोटिभेसनको रूपले चाहिँ हेर्ने लायकको एउटा कम्पनी बनाउने चाहिँ हाम्रो इच्छा छ। सिविसले हाम्रो यो युवा सञ्जालको लागि चाहिँ हामीलाई ग्रिन हाउस उपलब्ध गराइदिनु भएको थियो र हामीले अहिले केही कुराहरू लगाएर धेरै थोरै आम्दानी पनि हामीले थोरै लिइसकेका छौँ। यस वर्षको भनौँ न हामीले लगभग 4-5 हजार जतिको हामीले गोलबेरा बेच्यौँ होला। यहाँबाट जुन हामीले सिङ्गटीसम्म लगेर जुन बर्खाको टाइममा उत्पादन भएको थियो, तर बजारसम्म पुर्याउनु चाहिँ हामीलाई साह्रै गाह्रो भइरहेको थियो, किनभने बाटोहरूको भौगोलिक अवस्थाले त्यस्तै कारणहरू छ। हाम्रो यही ठाउँमा दुःख गरेर हामीले यही ठाउँमा परिश्रम गऱ्यो भने यहीँ पनि परिवारसँग बसेर मजाले आम्दानी लिन सक्ने बाटोहरू चाहिँ धेरै देख्छु म चाहिँ। अझ आधुनिक तरिकाले चाहिँ उत्पादन गरेर जस्तो अर्ग्यानिक कुराहरूलाई चाहिँ हामीले बजारसम्म लैजाएर फ्रेस चिजहरू चाहिँ हामीले बजारसम्म लैजान सकियो भने बजारले मार्केट नलिने भन्ने त कुरै हुँदैन। जुन हिजो पनि मेरो उत्पादन थोरै थियो तर बजारमा चाहिँ एकदम माग बढिरहेको थियो। त्यसमा अहिले पनि सोधिरहेको हुन्छ तपाईँको मेरो चिजहरू छ कि छैन भनेर। अहिले पछिल्लो चरणमा सिविससँग जोडिसके पछाडि चाहिँ सपोर्ट गरिराख्नु भएको छ, जो युथहरूलाई जोडिराख्नु भएको छ। कम्तीमा गाउँपालिकाले झोला आफ्नै उत्पादन गर्न सक्यो भने त्यसपछि प्लास्टिकजन्य कुराहरूलाई चाहिँ हामी विस्थापित गरेर हामीले एउटा उद्योग चलाउन सक्छौँ कि भन्ने हामीले छलफल गरिरहेका छौँ। यसपालि मैले रेड बुकमा पैसा चाहिँ छुट्टै छुट्टा थिएँ, यसैलाई भनेर सिभिक संस्थापनसँग नि छलफल गरेर अब हामीले के कार्यक्रमहरू बनाउने त, के गर्न सकिन्छ, साझेदारीमा गर्न सकिने भनेर पैसाहरू राखेका छौँ। सिभिक संस्थाले हामीलाई नै
सहयोग पुग्ने गरी उहाँहरूले पनि युवाहरूलाई युथहरूलाई एउटा कमिटी पनि बनाएको छ हामीले त्यो युथहरूको एउटा चाहिँ फर्मेसन पनि छ त्यो फर्मेसन बेला बेलामा हामीले इन्ट्याक्सन पनि गरिराखेका छौँ छलफलहरू पनि गरिराखेका छौँ युवा सञ्जाललाई चाहिँ हाम्रो सिभिल संस्थाले चाहिँ चलाइरहेको छ उहाँहरूको माध्यमबाट चाहिँ हामीले विभिन्न प्रकारका कार्यक्रमहरू गरेका छौँ स्थानीय ठाउँहरूमा गएर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका छौँ बाँसबाट बनेका विभिन्न प्रकारका डस्टबिनहरू बनाएर चाहिँ ठाउँ ठाउँमा राखिदिएका छौँ अहिले जुन यो जलवायु परिवर्तनले गर्दा हाम्रो विश्व नै धरापमा परिरहेको छ त्यसमा चाहिँ हाम्रो सानो सानो प्रयासले ठुलो उपलब्धि हुन्छ भने हामी चौरी देउराली युवा सञ्जालबाट सानो सानो प्रयासहरूलाई नै अगाडि निरन्तर लगिरहनेछौँ र हाम्रो व्यक्तिगत जीवनमा पनि ठुलो परिवर्तन ल्याएको छ जसले हाम्रो नेतृत्व गर्ने क्षमताहरू बढाएको छ निजी क्षेत्रमा घरहरू बनाउनु भएका र त्यहाँनिर बस्नुभएका बासिन्दाहरूले सार्वजनिक क्षेत्रलाई चाहिँ अत्याधिक मात्रामा दूषित गरिदिनु भएको थियो क्या जसले गर्दाखेरि चाहिँ हामीले सार्वजनिक क्षेत्रमा एउटा डस्टबिन राख्यौँ जसले गर्दाखेरि चाहिँ अहिले यहाँको बासिन्दाहरूले यो फोहोरलाई हामीभन्दा सानो सानो नानी बाबुहरूले त यहाँनिर यो डस्टबिन राखिदिनु भइसकेको छ भनेदेखि अब हामीले किन बाहिर फाल्नु त भनेर त्यो डस्टबिनमा फाल्ने गर्नुहुन्छ चौरी देउराली गाउँपालिकामा प्लास्टिक जन्य पदार्थहरू कति प्रयोग भएका छन् भनी सर्वेक्षण गर्दा त्यस सर्वेक्षणको आँकडा पश्चात हामीले स्थानीय सरकारसँग अन्तर्क्रिया कार्यक्रम गरेका थियौँ जस अन्तर्क्रिया कार्यक्रम पश्चात चाहिँ स्थानीय सरकारलाई हामीले ध्यानाकर्षण पत्र बुझायौँ ध्यानाकर्षण पत्र पश्चात चाहिँ स्थानीय सरकारले प्लास्टिकलाई विस्थापन गरी कपडाको झोला उत्पादन गर्नमा आर्थिक वर्ष 82-83मा बजेट विनियोजन गर्नुभएको छ पर्यावरण वातावरण स्वच्छता नदी सरसफाइदेखि लिएर यी जलवायु परिवर्तनका यी जति पनि नयाँ नयाँ विषयवस्तुहरू पछिल्लो समयमा उत्पत्ति भएका छन् यो विषयमा अलिकति चासो पनि बढ्दैछ र अब ती विषयहरूसँग चाहिँ अहिलेको युवा पुस्ताले चिरपरिचित भएको र यो विषयमा चासो राखेर काम गर्ने इच्छुक वर्ग पनि भएको कारणले गर्दाखेरि उपमहानगरपालिकाले विशेष गरेर युवा क्लबहरूको समूह सञ्जालहरूलाई सबलीकरण गर्ने उहाँहरूलाई चाहिँ परिचालन गर्ने र युवाहरूले प्रस्तुत गरेका प्रस्तावहरू कार्यक्रमहरू चाहिँ वार्षिक कार्यक्रमहरूमा समेट्ने प्रयास हामीले गरेका छौँ हामी युवा अनि बच्चाहरू मिलेर के गर्दा चाहिँ हामीले क्लाइमेट चेन्जलाई कन्ट्रोल गर्न सक्छौँ भनेर त्यस्तो प्रोग्रामहरू पनि गराउने गरेर चाहिँ स्कुल लेभलदेखि लिएर कलेज लेभलसम्म हामीले प्रोग्रामहरू गरिरहेको छौँ विद्यालयमा गएर डस्टबिन वितरण पनि गरेको छौँ हामी हेटौँडा नगर स्तरीय युवा सञ्जालबाट चाहिँ क्लाइमेट चेन्जसँग रिलेटेड एडभोकेसी गरेको थियौँ जसमा चाहिँ हामीले मेजर स्टेक होल्डर नगरपालिका टिमलाई राखेको थियौँ हामीले लापा तथा एलडिसिआरपी लगायत विभिन्न किसिमका क्लाइमेट चेन्ज रिलेटेड प्रोग्रामहरू गर्नको लागि भनेर चाहिँ ध्यानाकर्षण पत्र पनि बुझाउनु गएको थियौँ जसमा चाहिँ हामीले नगरका प्रतिनिधिज्यूहरूसँग प्रत्यक्ष रूपमा भेटेर कुरा गर्दाखेरि पनि उहाँहरूले चाहिँ के एउटा प्रतिबद्धता जनाउनु भएको छ भने आगामी 82-83 सालको चाहिँ बजेटमा चाहिँ हामीले केही हिस्सा चाहिँ हामी छुटाउने छौँ भनेर प्रतिबद्धता जाहेर चाहिँ गर्नुभएको छ यो सिभिस संस्थाले हामीलाई लाइब्रेरीको लागि केही सामग्रीहरू पाठ्यपुस्तकहरू उपलब्ध गराएको छ त्यसप्रति म विद्यालयको तर्फबाट एकदम संस्थालाई हार्दिक धन्यवाद दिन चाहन्छु हाम्रो विद्यालयमा अध्ययन गर्ने बालबालिका शिक्षक साथीहरू र हाम्रो गार्जियनहरू इच्छुक गार्जियनहरू पनि यहाँ आएर पाठ्यपुस्तकहरू अध्ययन गर्नुहुन्छ बालबालिका र शिक्षक मात्रै होइन यहाँका समुदायहरू पनि पुस्तकालयबाट लाभान्वित हुन्छन् सिभिस संस्थाले उपलब्ध गराएका पाठ्यपुस्तकहरू हेर्दाखेरि अब अहिले विश्वव्यापी रूपमा जुन वातावरणमा आएको समस्याहरू छन् जलवायु परिवर्तनसँग सम्बन्धित समस्याहरू छन् त्यो समस्या न्यूनीकरण गर्नको लागि र सूचना प्रदान गर्नको लागि उपयोगी हुने खालका पाठ्यपुस्तकहरू रहेको हामीले महसुस गरेका छौँ अन्तर्राष्ट्रिय युवा दिवसलाई मध्यनजर गर्दै घर दैलो कार्यक्रम अभियान राखेका थियौँ त्यसमा चाहिँ पानी कसरी शुद्धिकरण गर्ने भन्ने बारेमा थियो हामीले त्यसरी चाहिँ गाउँ गाउँमा गएर कसरी पिउनुहुन्छ भन्ने बारेमा हामीले उहाँहरूलाई सोध्यौँ त्यो सबै उहाँहरूको कुराहरू समस्याहरू हामीले सुन्दै आएपछि हामीले त्यसको लागि समस्याको समाधानहरू यस्तो यस्तो हुन्छ भनेर उहाँहरूलाई बतायौँ हामीले जानेको कुराहरू उहाँहरूलाई भन्यौँ अब वातावरणका बारेमा जलवायुको बारेमा पनि अब आफ्ना भनाइहरू राख्न पाएको छु आफूभन्दा ठुलो माननीयज्यूहरूसँग पालिकाका अध्यक्षहरूसँग नि म निर्धक्कसँग आफ्नो प्रश्नहरू राख्न सक्ने भएको छु
वातावरण संरक्षणको लागि सरसफाइको लागि हामीले कार्यक्रम नि पनि गरेका थियौँ र मैले मेरै घर अगाडि आएर यहाँ फोहोर फाल्नुहुन्न भनेर पनि भनेका थिएँ। नगर युवा सञ्जालमा गएर म यतिको बोल्न सक्ने भएर गाउँमा आएर यसरी फोहोर फाल्नुहुन्न भनेर भने र यहाँ पहिलाको भन्दा धेरै न्यूनीकरण भएको छ यहाँ फोहोर फाल्न। यस विद्यालयमा प्लास्टिक जन्य पदार्थलाई न्यूनीकरण गर्नको लागि सहयोग गर्ने कुनै पनि संस्था थिएन। त्यस्तो अवस्थामा हामी दुविधा भएको अवस्थामा सिबिस संस्था अन्तर्गत युवा साथीहरूले आएर हामीलाई जुन माटाको भाडा दिएर चाहिँ सहयोग गर्नुभएको छ, यसमा फेरि पनि धन्यवाद दिन चाहन्छु। हामीले अहिले माडी नगरपालिकाले युवाहरूलाई परिचालन गर्नको लागि थोरै बजेटको व्यवस्था गरेका छौँ। जुन युवाहरूलाई परिचालन गर्ने एउटा क्षमता छ सिबिससँग, यो माडी नगरपालिकाको लागि उदाहरणीय काम हो हैन। युवाहरूलाई सङ्गठित गर्न सहज थिएन। सबै भेगबाट सबै क्षेत्रबाट अहिले सङ्गठित हुनुभएको छ। आवश्यक पर्दा उहाँहरूसँग युवाहरूको बारेमा कुनै केही काम गर्न पर्यो भने सल्लाह लिने, कसो गर्दा हुन्छ भन्ने हामीले पनि एउटा त्यसलाई चाहिँ अवसरको रूपमा लिएका छौँ। युवा भाइहरू बहिनीहरू पनि कतै आफू कुनै फोरममा कुनै कार्यक्रममा जाँदा हामीले यो सिकेर आयौँ, यो माडीमा यसो गर्न पाए हुन्थ्यो भन्ने कुराहरू उहाँहरूले भनेको सुन्दा चाहिँ मलाई असाध्यै खुसी लाग्छ। अब पहिला चाहिँ अब म यसरी बोल्न पनि सक्थिनँ होइन, ओडाहरूमा पनि मैले निवेदनहरू लेख्न यताउति सक्थिनँ होइन। अहिले चाहिँ आनन्दका साथ मैले सबैलाई निवेदनहरू पनि सबैलाई लेखेर दिन्छु होइन। उनीहरूलाई सिफारिसहरू केही कुराहरूकोमा कमी हुँदाखेरि मलाई यसरी निवेदन लेखिदेऊ भनेर भन्दाखेरि त्यस्तोमा चाहिँ लेखेर दिन सक्छु। आज मैले आफ्नो स्थानीय क्षेत्रमा चाहिँ केही नभए पनि आफ्नो खुलस्त रूपमा परिचय राखेर आफ्नो स्थानीय सरकारहरूसँग गएर चाहिँ मैले के कस्ता योजनाहरू छन्, बजेटहरू के कस्ता बनिरहेछन् भनेर मैले लगायतका कुराहरू सबै कुराहरू बुझ्न सकेको छु। हामी विगत 2023देखि नीतिका संवादका कुराहरूदेखि लिएर हरेक विषयवस्तुमा हामीले युवाहरूको सवालमा खोजी गएर चाहिँ के गर्न सकिन्छ त। हाम्रा खोलाहरूमा अत्याधिक रूपमा फोहोरहरू फालेको देखिन्थ्यो। हामीले त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, समुदायमा हामी कसरी जाने, युवाहरूमा कसरी जाने र विद्यालय लेभलमा हामी कसरी जाने र महिला समूहहरू र स्थानीय सरकारहरूसँग कसरी जाने भनेर हामीले विभिन्न योजनाहरू बनाएर जलवायु परिवर्तनको विषयलाई उठान गर्दै गर्दा अन्य विषयहरूलाई पनि उठान गर्ने योग्य भइसकेका छौँ। र सँगसँगै माडी झोला उद्योग सञ्चालन गर्नको लागि हामीलाई चाहिँ जर्मनी TDH-बाट चाहिँ जुन सहयोग आएको थियो, त्यही सहयोगबाट हामीले चाहिँ 5 जना सदस्यले हामीले चाहिँ यो झोला उद्योग सुरु गरेको थियौँ। हामीले नेपाल बाहिर पनि यो झोला पठाइरहेको छौँ र त्यसबाट हामीलाई चाहिँ केही आम्दानी पनि भएको छ, जसको कारणले गर्दाखेरि हामीलाई जुन आफ्नै देशमा केही गर्न सक्ने युवाहरूले पनि यही केही गर्न सक्छ भन्ने चाहिँ एउटा धारणा सहितको हामीले चाहिँ यो झोला उद्योग सुरु गरेको थियौँ। हाम्रो जेनेरेसनमा हामी जतिको पिछाडिएको क्षेत्रबाट आउँदै गरेको हामी युवा साथीहरूले यतिको अनुभव बटुल्नु नै हाम्रो लागि ठुलो कुरा हो, जसले गर्दाखेरि भविष्यमा हामीले ठुलो प्रतिस्पर्धा मार्केटमा जाने एउटा सानो सिडी चाहिँ उक्ल्यौँ कि भन्ने चाहिँ अनुभव छ। झोला उत्पादनसँगै यो विगत अहिलेसम्म आउँदै गर्दा हामीले धेरै थोरै आफ्नो ठाउँमा जे जति भए पनि थोरै आवश्यकताहरू पुरा गर्न सक्ने आम्दानी पनि गर्दै आइरहेको छौँ हाम्रो साथीहरूले। हामीले चाहिँ हाम्रै समुदायमा रहेको स्कुलमा गएर वृक्षारोपण गरेका थियौँ र हामीले चाहिँ क्लास पनि लिएका थियौँ जलवायु परिवर्तन सम्बन्धी। वृक्षारोपण गर्नु मात्र ठुलो कुरो होइन, त्यसलाई व्यवस्थापन गर्नु, संरक्षण गर्नु पनि ठुलो कुरो हो। विद्यार्थी भाइ बहिनीहरूलाई हामीले त्यो सिकाएका थियौँ र उनीहरूले चाहिँ अहिले त्यहाँ पानी हाल्ने, गोडमेन्ट गर्ने गरेर गार्डन जस्तो टाइपको बनाएर उनीहरूलाई ब्रेक टाइममा बस्नलाई शीतल पनि भयो, खाजा खानलाई त्यहीँ गएर बस्न पनि पाएँ। जब म यो कार्यक्रममा इन्भल्भ भएँ, बिस्तारै गरेर आफ्नो लिडरसिप क्वालिटी इन्क्रिज गरेँ। अहिले चाहिँ मलाई एउटा सेल्फ कन्फिडेन्स छ कि म 100 जना मान्छेको अगाडि पनि गएर बोल्न सक्ने एउटा मेरो क्षमता चाहिँ वृद्धि विकास भयो। हामीले यस सिविक संस्थाबाट आबद्ध भएर हामीले आफ्नो समुदायमा हामीले जनचेतनामूलक कार्यक्रम जस्तै अब क्लाइमेट चेन्जको बारेमा, फोहोर मैला व्यवस्थापनको बारेमा चाहिँ हामीले एउटा प्रोग्राम चलाएको थियौँ। त्यतिखेर नै अनि हामीले चाहिँ ध्यानाकर्षण पत्र नीलकण्ठ नगरपालिकालाई हामीले प्रोभाइड गरेको थियौँ र उहाँहरूले पनि स्थानीय सरकारले पनि उहाँहरूले नै हामीलाई पोजिटिभ रेस्पोन्स दिनुभएको छ। नीलकण्ठ नगरपालिकामा जुन दिनबाट सिविस संस्थाले चाहिँ टेकेको थियो, त्यसबाट धेरै जलवायु परिवर्तनका कुराहरू, ओरिएन्टेसन गर्ने कुराहरूदेखि लिएर टोलमा गएर आफ्ना कुरा राख्ने कुराहरूदेखि लिएर जलवायु परिवर्तनका कुराहरूले गर्दाखेरि हामीलाई धेरै सहज भएको अनुभूति भएको छ। र अहिले हामीले नीलकण्ठ नगरपालिकाले नीति तथा कार्यक्रम अथवा बजेटमै पनि यो जलवायु परिवर्तन सम्बन्धी केही रकमहरू छुट्याएर अगाडि बढ्ने भन्ने सोचका साथ यो आर्थिक वर्षमा हामीले अगाडि बढाएका छौँ। पहिला हामीलाई यो टपरी चाहिँ बिक्री वितरण गर्न चाहिँ एकदमै असहज भएको थियो। प्लास्टिकले बनेको प्लेट बजारमा एकदमै मात्रामा पाइने गर्थ्यो।
र सस्तो पनि पर्थ्यो। बिहे व्रतबन्धमा चाहिँ प्लास्टिकको प्लेटहरू चाहिँ बढी प्रयोग हुन्थ्यो र पछि समाजमा गएर हामीले यो यस्तो हो भनेर बुझायौँ। यो चाहिँ एकचोटि युज गरेर फाल्दै पनि कुहिन्छ र वातावरणलाई असर गर्दैन। अनि हामीले यो बुझाएपछि चाहिँ हाम्रो सामानहरू किनिदिनु भयो। टपरी दुनाहरू बिहे व्रतबन्ध पूजाआजा सबैलाई युज हुने गरेको छ आजकल र यसले चाहिँ धेरै थोरै अलिअलि आम्दानी पनि दिने भयो र युवाहरूलाई रोजगार पनि दिएर आइरहेको छ अलिअलि। जलवायु, वातावरण तथा युवा नेतृत्व लगायतका विषयमा पैरवी गर्दै सुशासन र विकासका नीति निर्माण कार्यक्रममा प्रत्यक्ष संलग्न भइरहेका यी युवाहरू अहिले दिगो, उन्नत र जलवायु मैत्री व्यवसाय अँगालेर स्वदेशमै उदाहरणीय र प्रेरणादायी बन्ने यात्रामा छन्।